भित्री कुराहरू के समस्या छ त, वास्तविक उसले नसा खान पुगेको कहाँ हो त, त्यो विक पोइन्ट कहाँ छ त। उनीहरूले यहाँ मात्र बसेर होइन, त्यो दिएर मात्र हुँदैन, उनीहरूको पारिवारिक माहौल कस्तो छ, पारिवारिक वातावरण कस्तो छ र समाजमा चाहिँ पर्ने समाजमा उनीहरूको हिँड्ने सरसङ्गत कस्तो छ, उनीहरूको जोगाउनको लागि उनीहरूलाई चाहिँ हामी हिँड्नु हुँदैन, यिनीहरूसँग हामीले चाहिँ टाढिनुपर्छ भनेर त्यस्तो किसिमको हामीले चाहिँ एउटा चाहिँ क्लासबाट उनीहरूलाई परिवर्तन गर्ने गरेका छौँ। अहिलेसम्म हामी नयाँ पुनर्स्थापना केन्द्र बागलुङबाट कतिजना दुर्व्यसनीहरूलाई समाजमा पुनर्स्थापित गर्न सफल भएका छौँ हामी? बागलुङबाट अब हामीले विशेष गरेर हाम्रो तथ्याङ्क अनुसार विगत 2.5 वर्षदेखि हामीले गरेको चाहिँ 217-18 जना हामीले चाहिँ उपचार गरिएको छ होइन। हाल पनि हाम्रोमा चाहिँ 40-45 जना अझ पनि रहेका छन्। त्यो मध्येमा 200 भनौँ न अब 190 जना जति हामीले उपचार गरिसकेका छौँ। जस्तो अरू ठाउँहरूको पनि यहाँ आइरहेका छन्, अहिले के छ तपाईँले ती मान्छेहरूलाई समाजमा पुनर्स्थापित गरिसके पछाडि उनीहरू फेरि रिपिट भएर आएको अथवा उनीहरू समाजमा राम्रो काम गरेको के छ अहिले तिनीहरू? अहिले वास्तविक भन्नुपर्दा हामीले चाहिँ यत्रोजना उपचार गर्दाखेरि हुन्छ एका दुई हामीले के त भन्दा उपचारको क्रममा कुनै चाहिँ नसुध्रिने त्यस्तै किसिमको इन्भाइरोमेन्टले गर्दा फेरि चाहिँ गएर खान सक्छ होइन। उनीहरूलाई के गर्ने गरेका छौँ त हामीले 6 महिना 7 महिना ट्रिटमेन्ट राखेर फेरि त्यस्तो किसिममा गएर फर्कियो भने हामीले फेरि नै उनीहरूलाई रिउपचारमा बिना लगानी फेरि त्यही हामीले त्यो 6 महिनाको शुल्क लिएर त्यसैमा हामीले उपचार 1 वर्ष उपचार गर्न पर्यो भने उसलाई चाहिँ परिवर्तन गराएर छोड्ने चाहिँ हाम्रो चाहिँ विधिहरू छ। भनेको समाजमा पुनर्स्थापित गरिसके पछाडि पनि मान्छेहरू फेरि रिपिटेसन भएर यहाँ आएको छ? हुन्छ 1-2 जना हुन्छ, अहिले हाल पनि आएको छ 1-2 जना त्यस्तो किसिमको चाहिँ बल्झिएर फेरि चाहिँ रिपिट आउने गरेको हुन्छ। जस्तो कतिपयले अब समाजमा यहाँबाट पुनर्स्थापित भइसके पछाडि समाजमै राम्रो काम गरेका उदाहरणहरू पनि छन् होला नि? छ थोरै बताइदिनुहोस् न, के छ त्यस्तो समाजमा उनीहरू उदाहरणीय काम गरेको अथवा भनौँ त्यो दुर्व्यसनका क्षेत्रमा राम्रो काम गरेको कुनै उदाहरण छ भने हामीलाई बताइदिनुहोस् न। होइन, अब दुर्व्यसनको क्षेत्रमै काम गर्ने अरू संस्थामा गएर चाहिँ रिलेटेड भएर काम गर्ने थुप्रो चाहिँ उहरू छ होइन। किनकि अब पोखराको भाइहरू पनि अब हाम्रोबाट उपचार गरेर गइसकेपछि हामीले काम गर्नुपर्छ, हामीले केही गर्नुपर्छ भनेर पोखराको अब यहाँबाट गइसकेको भाइहरूलाई क्यारी गरेर ल हामीले चाहिँ यो किसिमको चाहिँ इन्भाइरोमेन्ट दिनुपर्छ उनीहरूलाई भनेर दिएको पनि छ। अनि सङ्घ संस्थामा जुन अरू संस्थाहरूमा काम गरेको उहरू पनि छ होइन। कतिले चाहिँ आफ्नो बिजनेस सम्हालेर बसेको पनि छ होइन। किनकि कसैले बाबाआमालाई सघाएको कुराहरू छ, अब हामीले डिटेलमा यस्तो गर्यो भनेर चाहिँ हामीले भन्न मिल्दैन। कतिपय विदेश गएर चाहिँ हामीलाई फोन गरेको अवस्था पनि छ। जस उनीहरू सम्पर्कमै छन्, सम्पर्कमा रहेका हुन्छन्। कतिको सन्तुष्ट हुन्छ तपाईँले पुनर्स्थापित गरेका व्यक्तिहरूले समाजमा गरेको राम्रो कामबाट तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ? खुसी नै छु। अब वास्तवमा भन्दा मैले चाहिँ सेवा गर्ने मौका पाएको छु होइन। अब भन्नेले अरूले जेसुकै सोचे पनि अब हामी के त भन्दा न्यून वर्ग एकदम चाहिँ हामीले गरिबदेखि लिएर दलित वर्गदेखि लिएर हरेक चिजमा हामीले के त भन्छौँ, मैले उपचारमा राख्नु पर्यो मेरो बाबुलाई, मेरो छोराले यस्तो दुःख दिएको छ भने हामी उनीहरूमा आर्थिकको उहाँहरूमा चाहिँ आर्थिकको ऊ पनि कमजोरी छ भने त्यो किसिमले पनि हेर्ने गरेका छौँ होइन। त्यसले गर्दा पनि मलाई एकदम खुसी लाग्छ क्या। भोलि बिहान उहाँहरू सुध्रेर उहाँको 1 जनाले गर्दा 10 जना रोइराखेको हुन्छ, 15 जना रोइराखेको हुन्छ, उहाँहरूलाई सुधार्न पाउँदा फेरि एकदम खुसी हुन्छु क्या म। भनेको यहाँ आर्थिक अवस्था थोरै कमजोर भएका मान्छेहरूलाई तपाईँहरूले आफ्नै किसिमले व्यवस्थापन गरिदिने प्रक्रिया चाहिँ कस्तो छ? आर्थिक हिसाबमा भन्नाले हामीले कस्तो छ भने आर्थिकमा दलितलाई र अलिकति निम्न वर्गकोलाई हामीले विशेष गरेर ध्यान दिन्छौँ। किनकि उहाँहरूमा कतिपय पैसाको समस्याहरू फाइनेन्सियली समस्याहरू आउँछ होइन। उहाँलाई चाहिँ उपचार गर्न पायो भने हाम्रो पैसै ठुलो कुरो होइन होइन। धन्यवाद। हवस् त दर्शकहरू, यिनै विषयवस्तुहरू सँगसँगै आजलाई कार्यक्रम नयाँ जीवनको समय सकिसकेको छ। अर्को महिना हामी पुरा नयाँ विषयवस्तुका साथ फेरि उपस्थित हुनेछौँ र त्यतिन्जेलसम्मको लागि पोखरा ब्युरोलाई धन्यवाद दिँदै क्यामेरामा साथ दिने साथी र अरू यो कार्यक्रम उत्पादन गर्ने सहयोग पुर्याउने सम्पूर्ण साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छौँ। र तपाईँहरूसँग कुनै सल्लाह सुझाव वा प्रतिक्रियाहरू छन् भने हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्कको लागि स्क्रिनमा देखिएका नम्बरहरू तपाईँले प्रयोग गर्न सक्नुहुनेछ। र तपाईँको छरछिमेकमा पनि कुनै दुर्व्यसनीहरू छन् भने तपाईँ उनीहरूलाई सुधार्न चाहनुहुन्छ भने हामीलाई एकचोटि सम्झनुहोला। त्यसका लागि पनि हामी स्क्रिनमा नम्बर दिइरहेका छौँ। र यति भन्दै आजलाई यो कार्यक्रमबाट म दीपक पनि आज्ञा माग्छु। नमस्ते, अर्को महिना फेरि भेटौँला।